यसरी घिउ हालेर कोदोको ढिँडो खाएपछि चाहिँ के गर्ला भनेर तपाईँलाई जिज्ञासा हुनसक्छ। यो सबै थाहा पाउनको लागि तपाईँहरू हाम्रो भिडियो अन्तिमसम्म हेर्नु होला है त। हामी चाहिँ कोरियामा दोङदेमुनमा रहेको नाना रेस्टुरेन्टमा गएर हामी चाहिँ कोदोको ढिँडो खायौँ होइन। कोदोको ढिँडो चाहिँ एकदमै मिठो थियो होइन। अब यो कोदोको ढिँडो खाइसकेपछि के गर्ने भनेर हामी चाहिँ छलफल गर्न थाल्यौँ। हामी चाहिँ के गर्ने भन्दाखेरि हामी चाहिँ नजिकै रहेको कोरियाको नेसनल म्युजियममा जाउँ भन्ने भयो होइन। नेसनल म्युजियममा जाने भयो। अनि नेसनल म्युजियममा ठक्क पुगेको होइन। यस्तो राम्रो भाइब छ होइन। यताउता एकदम रमाइलो सट्ट निस्केर अनि त्यसपछि ठ्याक्क हेरेको होइन। यताउता चाहिँ एकदम भ्यूहरू चाहिँ एकदम राम्रो थियो। अनि त्यसपछि हामीमा चाहिँ यति भ्यूहरू राम्रो हुँदा चाहिँ हाम्रोमा चाहिँ के कमी देखियो भन्दाखेरि हामी चाहिँ फर्मल आफ्नै ड्रेसमा थियौँ होइन। यहाँ चाहिँ प्रायः जस्तो चाहिँ सबै ह्यान्डबोक लगाएर डुलिरहेको रहेछ। अब चाहिँ हामी चाहिँ ह्यान्डबोकको खोजीमा गयौँ। ह्यान्डबोकको खोजीमा हिँडेको कहाँ पाइन्छ भन्ने कुरा चाहिँ हामीलाई नि सट्टै थाहा भएन होइन। अब ह्यान्डबोक लगाउने मान्छेहरू पछि गर्दै हामी चाहिँ ठक्क डुल्दै थियौँ होइन। अनि त्यसपछि डुल्दा मेरो पछाडि चाहिँ दुईवटा भाइहरूले हेलो गर्दो रहेछ होइन। मैले चाहिँ थाहा पाइनँ होइन। अहिले पछाडि मात्रै थाहा पाएँ होइन। त्यसपछि पछ्याउँदै हामीले चाहिँ ठक्कै ह्यान्डबोक लगाउने ठाउँ भेट्यौँ। ह्यान्डबोक लगाउने ठाउँमा गएर हामी चाहिँ ह्यान्डबोक लगाएर सट्टै निस्क्यौँ है। अनि ह्यान्डबोक चाहिँ यहाँ चाहिँ पर घन्टाको हिसाबले चाहिँ प्राइजहरू रहेछ होइन। भाडामा रहेछ। अनि हामीले चाहिँ 2 घन्टाको भाडामा लियौँ। 2 घन्टाको चाहिँ 35,000 देखि 50,000सम्म पर्ने रहेछ। त्यसपछि दिनभरि पनि लगाउन पाइन्छ होइन। हामी चाहिँ 2 घन्टाको लिएर हामी चाहिँ निस्क्यौँ है त। अनि तपाईँहरूलाई पनि ह्यान्डबोक लगाउन मन छ र ह्यान्डबोक लगाएर फोटो खिच्न भिडियो गर्न मन छ भने चाहिँ यहाँ आउनु होला होइन। यहाँको लोकेसनको बारेमा थाहा पाउन चाहनुहुन्छ भने चाहिँ कमेन्ट छाड्नु होला। म कमेन्टमा तपाईँहरूलाई लोकेसनको बारेमा जानकारी दिनेछु। अनि यस्तै भिडियो हेर्नको लागि चाहिँ मलाई फलो पनि गर्नु होला होइन। यतिन्जेलसम्म हामीलाई हेरेर तपाईँले साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। यति भन्दै आजको भिडियोबाट हामी बिदा हुन चाहन्छौँ। हस् त धन्यवाद। फेरि पनि भेटौँला। हेर्दै गर्नु होला। बाई बाई।